बनाएर मान्छेहरू अगाडि हिँडिरहेछ अहिलेको युवाहरू चाहिँ। सोच चाहिँ आफू चाहिँ काम चाहिँ 0 गति छैन, सोच चाहिँ एकैचोटि 100 स्पिडमा गरिरहेछ क्या। पुरै करोडौँका मान्छेले चाहिँ 0बाट काम सुरु गरिरहेछन्, 2 रुपियाँ कमाइरहेछन्, एकैचोटि करोडौँ कमाउने सपना देखिरहेछ क्या। तर ऊ सपनामाथि दौडिरहेछ, तर ऊ चाहिँ बेसिक लेभलदेखि लागिरहेको छैन। त्यो हुँदाखेरि के छ भने पहिलो कुरो त आफ्नै देशमा केही गर्नुपर्छ, थोरैबाट सुरु गरौँ न, ट्रायल गरौँ, परीक्षण गरौँ। मान्छेहरू अहिले कतिपय ठाउँमा कृषि व्यवसाय छ भन्छौँ हामी, तर कतिपय मान्छेहरू कृषिमा लगानी गरेर डुबेको पनि छ, किनभने उनीहरूसँग नलेज छैन, पैसा छ, पैसा बगाइरहेछ। अब त्यस्तो कुराले गर्दाखेरि म विभिन्न विदेशमा जान बाध्यता, कसैको बाध्यता छ, कोही चाहिँ रहरले गइरहेछ क्या। अब कसले गर्छ यार खोज्छ भने विदेश गएर टोइलेट सोध्नु पर्ने। अब विदेशमै काम गरेर हाम्रै भनौँ न कोरिया जाने मान्छेहरू छ नि, म्याक्सिमम कृषिमै काम गर्छ अनि म्यानुफ्याक्चरमा काम गर्ने। अब उनीहरूले केही बुझिरहेछ। अहिले नेपालमा पनि पछिल्लो चरणमा चाहिँ अलिकति व्यवसायतिर लम्किरहेछ, किनभने बाहिर विदेशबाट सिकेर होस् अथवा कोही युट्युबहरू हेरेर अथवा केही गर्नुपर्छ, यसरी गर्नुपर्दो रहेछ भनेर चाहिँ केही सिक्दैछ। तर नेपाल सरकारले चाहिँ हर कुरामा भन्सार बढाउने, कसरी हुन्छ नेताहरूले चाहिँ आफू चाहिँ महँगा गाडी चढ्ने, जनताहरूको कर उठाए।